हाम्रो यात्रा चाहिँ काठमाडौँ एयरपोर्टदेखि पोखरा एयरपोर्ट हुँदै अब हाम्रो थमन भाइ नै हुनुहुँदो रहेछ अल द वे टु अप्पर मुस्ताङ। यो चाहिँ हाम्रो फर्स्ट ब्रेक। यो ठाउँको नाम के हो? नयाँ पुल। कोभिडको बेलामा त सर यहाँनिर त पार हाले त्यो पुल बिचमा। बेनीलाई क्रस गरेर फेरि बाटो लाग्यो। खतरा छ नि त नि कहाँको त्यो अदर बसा भने त होइन एकपल्ट होइन चिप बाँदर लड्ने भिड भनेको त्यही रहेछ के रे ठाउँको नाम? पोखरे बजार। जति जति हामी मुस्ताङतिर जाँदैछौँ त्यति त्यति नै चट्टानको पहाडहरू देख्न सुरु भएको छ। यसले चाहिँ only myself यो झरना गएर तल कालीगण्डकीमा मिसिन्छ। अन द वे टु मुस्ताङ। भेरी नाइस रोड। तलतिर नयाँ है दिदी। वेलकम भन्दैछ चराहरूले हामीलाई। आउनु तल काटेको बाटो के हो? त्यहाँदेखि बाटो चाहिँ राम्रै बनाएको रहेछ है होइन? तर हामी चाहिँ फलिसकेको बेला आइपुगेछौँ। खेती रहेछ। यहाँ फलेको बेला कति राम्रो देख्छ होला। क्रस भयो। हामी चाहिँ जमसन आइपुगेछौँ। थाहै नपाई जमसन आइपुगेछ। पहिला प्लेनबाट आउँदाखेरि डाइरेक्ट यो देख्नु अब आज चाहिँ जमसन एयरपोर्ट। कालीगण्डकी यहाँबाट अझ माथिबाट भोलि मुहान नै पुगिन्छ। यो चाहिँ बग्दै त्रिशुलीमा मिसिन्छ होइन कालीगण्डकी? यहाँ चाहिँ बडो गाडी Dumba Lake. So beautiful. Look at this view. यहाँ यति धेरै लेखहरू रहेछ। त्यसमध्येमा हामी चाहिँ ढुङ्गा भनेको कुन हो? आई डोन्ट नो। समरमा गर्मी महिनामा कस्तो हुन्छ होला? स्वर्ग जस्तै हुन्छ होला है? भाइले पत्ता लगाएछ ल। त्यसको लागि वेल डन। किनभने थाहै हुँदैन नि त हामी त होटलमा
I'm doing morning activity, physical, dabbing, I would say. I come. Oh, Mustang is not far away to our left, on the just next to the road. No, on the right of our hotel. बिहानको दृश्य. Good morning, bye. Good morning. Ready? Ready for next day? We're now heading to Zone. त्यसै योभन्दा राम्रो सिधाउनै बाँकी छ फेरि यो त डन्नु क्या त्यो चाहिँ यीबाट एक्साइटेड भएको छ क्या त्यो लोभन्दादेखि उता कुरामा फरक छ यो त अस्ति परेको Look at this. त्यो डाँडा धेरै यो पुल बिजुलीको पोलहरू कति अग्लो हुन्छ नि पुरिएछ है. कति सानो सानो हुँदो रहेछ है, होचो हुँदो रहेछ है. ठुलो हुँदैन रामाहरू होला च्याङ्ग्रा. के यो बच्चाहरू हो? बच्चा सानोहरू सानो रहेछ. त्यो खोलामा त्यसपछि हामी त मुक्दिन त होला मुक्दिन हामी गएनौँ अप्पर मुस्ताङ लोभन्ताङ मुक्तिनाथ. जय मुक्तिनाथ, कल्याण गर्नु. दिदी मसिनो क्लिप दिन्छ है युट्युबमा हाल्छु कि पछि वे टु जमसम अहिले हामी जमसङबाट मुक्तिनाथ कागबेनी आइपुगेको छौँ. यो बाटो चाहिँ राइट लाग्यो भने हामी मुक्तिनाथ यो बादल कुमुरीतिर पर्छ. अब हामी अप्पर मुस्ताङतिर लाग्दैछौँ लेफ्ट. अनि यो तल चाहिँ कागबेनी बजार अलि राम्रोसँग चाहिँ लिन पाएन हजुर. हुन्छ फेरि माथि गएर भेटौँ न. हामी आधा घन्टा लाग्दछ कागबेनी आइपुग्न जमसमदेखि. त्यही त यहाँ त्यो झुम्म परेको बजार उयो त तलतिर देब्रेपट्टि हेर न कस्तो अल्छी लाग्यो. जानु गुम्बा छ. ऊ त्यो ऊ त्यो देख न ऊ पहिला 2012 मा आएर घुमेको हामी त्योमा थमन कृष्ण फोटो खिचे गर्नु भन्छ. कसैको प्रोपर्टी हो. छुसुङ गाउँ आए जस्तो छ है. जाऊ भने चुनचुनको छुसुङ आइपुग्यो गाउँ यतै हो. लोभन्ताङ काली गण्डकी हाम्रो देब्रेपट्टि छ. पहिला ऊ टी ब्याङ्क छुसाङको पर देखिन्छ.
फोटो खिच्नलाई कसरी फोटो खिच्नलाई खिच्ने ल बाटो हामी त्यही बाटो आएको होइन कस्तो राम्रो रहेछ र त नि कस्तो हुँदैछ त एक्साइटमेन्ट एक्साइटेड अब जे होस् होइन दिस इज आवर कन्ट्री कि हामी तलबाट आएको हामी कोही विदेशमा गएर कहाँ कहाँ पुगेकै होइन कि होइन पोखराबाट ल यो चाहिँ मस्ट बी के भन्छ मुस्ताङको हिमालयन रेन्ज सास छ किनभने हामी धेरै हाइट आइसक्यौँ टाउको अहिले हामी 3600 मिटर समथिङ अहिले हामी 3600 हाइटमा छौँ यो पानी खानाले ल्याएको रहेछ हिजो साँझ यो सबै जमेको थियो अरे खोला यो पोखरी माथि झर्ना पनि त्यहीँ जमेको थियो अहिले हामी यो भेना भन्ने ठाउँ रहेछ त्यो काटेर माथि 3900 हाइटमा छौँ अहिले चाहिँ हामी अहिले 3-4 दिन पहिला हिउँ परेको रहेछ बाटोमा अझै केही मात्रामा हिउँ जमिरहेको देख्छौँ हामी लाइफमा पहिलोचोटि यो अनुभव चाहिँ गर्न पाएको छु होइन हिउँ पर्न थालेछ हामी अहिले 3900 मिटरको हाइटमा छौँ अब हामी स्याङ्बो चेतिर लाग्छ स्याङ्बो चाहिँ अब 5-10 मिनट आइपुग्छ के अझै 45 किलोमिटर छ भन्छ लमतनाम पुग्नु हामी हिँड्ने कति घन्टा भइसक्यो 8 बजे हिँडेको कति बजे अहिले 3 घन्टा भइसक्यो 3 घन्टा बल्ल जोमसोमदेखि स्याङ्बो चाहिँ आइपुग्यौँ 3 घन्टा ऐनदर 45 किलोमिटर के खाने रे तिमी थेन्दोक अनि फापरको रोटी हामी चाहिँ छुङसी गेस्ट हाउसमा छौँ छुङसी गेस्ट हाउस एन्ड रिसोर्ट हाम्रो ब्रेकफास्ट भने पनि अब हाम्रो त्यहाँ खाजाहरू साङ्गो चाहिँ हामी ब्रेक लिइरहेको छौँ आजको फर्स्ट खाजा ब्रेक है नगर हामी गाडीमा हिँड्यो हामी कोही छैन हामी जहाँ जहाँ जान्छौँ कहिले कुनै पनि होटेलमा मान्छेहरू छैन भिडभाड केही छैन है आनन्द मास्क फ्री है अनि यहाँको लोकल खानेकुराहरू टेस्ट गर्दै कहिले फापरको रोटी कहिले फापरको ढिँडो अहिले चाहिँ थेन्दोक खान लाग्छौँ यहाँबाट त उतै लाग्छ होला थेन्दोक हो त्यो फापरको रोटी यहाँ एकदम लोकल खाना हो खोइ केमा हो दिस इज याकको थाई फिला यो प्रिजर्भ गरेर राखिएको छ अब यसलाई सानो बनायो भने ड्राई सुकुटी भइहाल्छ र यो फ्रेस हुनको लागि यो उहाँहरूको लोसार आउँदैछ 2 महिनापछि र लोसारमा चाहिँ यसलाई फेस्टिभमा चाहिँ खाने हो
त्यसमा आउट पनि गर्नु पर्छ हुन्छ अर्को देखियो बाइक पनि देखियो अनुभव कस्तो भइरहेछ यही मैले एक्सपेक्ट गरेको एक्सपेक्टेसन भन्दा माथि छैन मेरो चाहिँ एक्सपेक्टेसन भन्दा धेरै माथि अझ पनि अब seen it not टिबेटको been to this border place but Welcome to us. यहाँ चाहिँ फेरि पानी आइस भएको छैन रहेछ त अहिले हामी लोमन थानमा छौँ एउटा भ्यालीनिर छ वरिपरि छ हिमाल हाम्रो पछाडि चाहिँ जाडोको त कुरा नगरौँ मेरो आँखा दुख्न गइरहेछ अहिले चाहिँ यो धेरै सेतोमा हेरेर भर्खरै चस्मा लगाएको अलि राम्रो भइरहेछ आँखा चाहिँ आज बस्दैन होला हामी त्यहाँ स्कुलको काम भ्याएर अब यहाँबाट चाइना बोर्डर कति टाढा छ त फेरि कति धेरै पर्दैन तपाईँहरू न्यू गुम्बामा पुगेपछि त्यहाँबाट सरसर गएपछि खोला पनि छ ए ल ल ल नमस्ते बा कस्तो राम्रो राम्रो सिन गयो धोका हामी निफु गाउँमा आइपुग्यौँ यता नमस्ते गरिरहेको छ नमस्ते नमस्ते आयो भनेर हल्ला गरेको छ क्या ओके हाम्रै स्वागतको लागि आएको छ यही रहेछ गुम्बा हो यहाँ दिदी यही होला यो नयाँ ओहो पुरा फुलमाला रहेछ नि त सर हामीलाई त हेर्नु त ओहो 9 बजे हुन्छ हजुर म खिच्छु नि
आम्मामा यो त यस्तो गर्नु पर्दैन थियो हजुरहरूले Namaste, Tristile. गुम्बामा जाँदैछौँ यो गुम्बा चाहिँ पक्का पहाडसँग एट्याच भएको रहेछ हजुर हेर्दैछौँ हजुर दिदी होइन त्यो चिसोले पानी छैन नि यस्तो ठाउँमा अनि यो हिमालको उगा एकदम चिसो आउँछ त्यसले आँसु आएको एलर्जी भन्छ एलर्जी यो हाम्रो पुरानो गाउँमा चाहिँ यो हो हजुर हाम्रो यो हाम्रो माटोले बनेको है यो सबै यो माटो नै हो यो हाम्रो मान्छेले यो एउटा सिमेन्ट झुकाउँछ है खास यो माटो नै हो यो 15 शताब्दीमा यो स्थापित भएछ यो किनभने हाम्रो मुस्ताङ राजा यो एकदम समावेश छ यो गुम्बा चाहिँ मुस्ताङको राजा मुस्ताङ राजाको सेकेन्ड छोरो चाहिँ लामा भन्नुभएछ उहाँ मेडिटेसन रुम रहेछ यो उहाँ मेडिटेसन यहाँ धेरै बसेर बस्नुभएछ उहाँ चाहिँ एकदम वर्ल्ड फेमस गुरु नै हो हाम्रो बुद्धिस्टमा एकदम महत्त्वपूर्ण मान्नुहुन्छ उहाँले बनेको टेक्स्ट कति भोल्युम टोटल 4वटा छ उहाँले अपूर्व त्यो त हाम्रो बुद्धिस्टहरू सबैले पढाउनुहुन्छ उसले अहिले ट्रान्सलेट गर्नुभएछ कहाँ कहाँ पनि छ सबैले भन्नुहुन्छ यो गुम्बा धेरै पुरानो एकदम पुरानो न्यानो पनि हुँदो रहेछ हिउँदोमा यो स्पेसल यो के छ भने यो गुफा होइन यो गुफा हो हिउँदोमा अलि न्यानो हुन्छ बर्खामा फेरि चिसो नै हुन्छ यो चिसो हुन्छ तलमा पानी यो हिउँ धेरै परेको हुन्छ गाडीमाथि चाल्नु यो आइस भएर त्यहाँ हाम्रो चाइनाले त्यहाँ टिबेट बोर्डरमा उ बनाएको छ नि ठुलो कस्टम भवन होइन त्यो क्या खास त्यो हेर्नु पाउनु होइन पाएन त्यो भएर अर्थ आउँदैन हिउँले गर्दा कता बस्छौँ उतापट्टि ए हुन्छ 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 अहिले हामीलाई जलपान कार्यक्रम गर्दै हुनुहुन्छ सारा गाउँलेहरू मिलेर सुरु गर्नु सुरु गुरु सुरु गर्नुहोस् हजुर ल ल्याउ चिया
यो ठाउँमा तपाईँको अहिले जलवायु परिवर्तनले भएर मात्र हिउँ नभएर तपाईँहरू आइपुग्नु भयो यो पनि हाम्रो गर्व र खुसी हो दोस्रो कुरा भर्खरमा आउनुभयो भने तपाईँहरूलाई आउने समय पाएर तपाईँहरू आउनुभयो भने हामीले कल्चरदेखि लिएर सबै हामीले देखाउने मौका पाउँथ्यो यसमा फेरि हामी दुखी छौँ अब हामीले कल्चर देखाउने भने एक घरमा एक मान्छे मात्रै छ हामीले कल्चर के देखाउने समस्या पनि छ होइन साथसाथै म के भन्न चाहन्छु भने अझ हाम्रो यो कार्यक्रम अनौपचारिक हिसाबले भएको हुनाले सभापति अध्यक्ष यसको पोस्टर देखेको थिएँ भेराइटी क्लब भनेर अलिकति भन्छ छेउ अहिले छाम्ने होला अझै भर्खरमा आउनु पाएपछि त कस्तो रमाइलो हुन्थ्यो सेतो सेतो त अनि धन्यवाद यो डाँडासँग नै एट्याच भएको गुम्बा रहेछ यो चाहिँ त्यो तलको चाहिँ स्कुल रहेछ यो गुम्बाको स्कुल आज हामी यही स्कुलको लागि चाहिँ यो गाउँमा आइपुगेका हौँ र लगभग 38 चाहिँ 4000 होला यसको हाइट चाहिँ अहिले हामी यहाँको कम्युनिटीहरूसँग हामी फोटो खिच्ने तयारीमा छौँ हाम्रो गुरुबा हुनुहुन्छ यो गुम्बाको गुरु यहाँको हाम्रो माथिको सबै घर रुवा घर कुरो मात्र हो हजुर हुन्छ सर हजुर मेरो गाडीमा छ बाई 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 नाच्यो बिहे गरी छाड्यो भने कहिले पछाउने सालमा नाच्यो मैचङ तिमी डम्फुको तालैमा